आदरणीय दर्शकवृन्द, यति बेला एमाले कार्यालयभित्र मिडियामाथि अवध व्यवहार गर्दै मिडिया कर्मीहरूलाई नै बाहिर निकालेका छन्। मिडिया कर्मीहरूलाई नै बाहिर यसरी जुन तरिकाको क्रियाकलाप भइरहेको छ, जुन तरिकाले मिडियामाथि क्रियाकलाप गर्नुभएको छ, जुन तरिकाको सही लाग्ने काम गरिबस्नु भएको छ, उहाँहरूले चाहिँ यति बेला समाचार सङ्कलनका लागि किन आवेगमा आउनुभयो तपाईँ? आवेगमा किन आउनुभएको? आवेगमा किन आउनुभयो? आवेगमा किन आउनुभयो? मिडियाप्रति आवेगमा किन? मिडियाप्रति आवेग किन? मिडियाप्रति आवेग किन? अर्को मिडियाप्रति आवेग किन? मिडियाप्रति आवेग किन? मिडियाप्रति आवेग किन? यस्तो आक्रोश किन? मिडियाप्रति आक्रोश किन? मिडियाप्रति आक्रोश किन? यस्तो मिडियामाथि आक्रमण किन? किन आक्रोश मिडियामाथि? मिडियाले के गर्यो? मिडियाले पक्राउ गरे हो? मिडियाले पक्राउ गरे हो? किन मिडियामाथि आक्रोशित? मिडियामाथि आक्रोशित किन? मिडियाले पक्राउ गरे हो? मिडियामाथि आक्रोशित किन हो? मिडियामाथि आक्रोशित किन? आक्रोशित किन? किन जोसिएको? मिडियामाथि जोसिनु भयो किन हो? किन जोसिनु भयो मिडियामाथि? मिडियामाथि आक्रमण गर्न खोजे हो? किन त्यसो गर्यो? मिडियामाथि आक्रमण किन? मिडियाले समात्या हो र होइन नि? मिडियाले पक्राउ गरे त होइन नि? अनि मिडियामाथि यसरी किन आक्रमण? नेकपा एमालेका कार्यकर्ताहरू यति बेला मिडियामाथि नै जाइ लागेका छन्। जाइ लाग्नु हुँदैन, नगर्नुहोस् त्यस्तो, त्यस्तो गर्नै हुँदैन। किन उहाँ जोसिएको मिडियामाथि त्यसरी? उहाँलाई सम्हाल्न पर्यो, मिडियामाथि जोसिनु भएन। मिडियाले केपी ओलीलाई समातेकै होइन, समातेको होइन नि त मिडियाले, होइन? ओके ओके मिडियाले समातेको हो।